अब हामी आज सुरु गर्छौँ। अब आज हामी चाहिँ के गर्छौँ भन्दाखेरि नि अब हामी सुरु गर्छौँ। फर्स्ट अफ अल हामी चाहिँ अस्तिकै हामी ट्युटोरियलहरू बनाएको थियौँ, त्यहीबाट कन्टिन्यू गर्छौँ। अस्ति चाहिँ हामीले यो बनाएको थियौँ, एकचोटि म रन गरेर देखाइदिन्छु है। के बनाएको थियौँ अस्ति भन्दा हामी सिम्पल युआई बनाएको थियौँ, कसरी गर्ने भन्ने कुरा हो, त्यसलाई नै हामी गरिराखौँ। हाम्रो मेन डाटाहरू कुराहरू त सेम भइहाल्यो। अस्ति हामीले बनाएको होम पेजहरू थियो, यही बनायौँ। अब त्यही रन हुँदैछ। त्यसपछि आज हामी भनेको टु डु एप बनाउँछौँ। स्क्र्यापदेखि अस्ति हामीले यही बनाएको थियौँ, मैले हल्का पछाडि स्टाइलहरू चेन्ज गरिदिएको छु। तर आज भनेको हामी के गर्छौँ भन्दाखेरि एउटा नयाँ बनाउँछौँ। त्यसको लागि भनेको त अब त्यही फलो चाहिँ हामी त्यही गर्छौँ। हामी मेनमा गएर यो जुन छ नि होममा हामी एउटा टु डु पेज भन्ने गर्छौँ है। अहिले टु डु छैन है, त्यसको लागि हामीले टु डु पेज बनाउँछौँ। मैले अलरेडी बनाइसकेको छु। अब यसमा के गर्ने भन्दाखेरि म एकचोटि क्लास बनाइदिन्छु। कसरी बनाउने एउटा छ नि हाम्रो स्टेटलेस भन्ने, यो हिसाबले बनाउने हो टु डु पेज भन्ने। अहिलेको लागि यति नै हुन्छ है। अनि यसमा हामी यसलाई इम्पोर्ट गर्छौँ। इम्पोर्ट गर्न सजिलो छ, आफै लेख्दा नि भइहाल्यो, तर यहीँबाट गर्दाखेरि सजिलो हुन्छ। पेज भन्ने यहाँदेखि यसरी गएपछि हाम्रो कुरा भइहाल्यो है। आजको हाम्रो एजेन्डा भनेको चाहिँ के चाहिँ हो भन्ने कुरा नि। हाम्रो आजको एजेन्डा भनेको फर्स्ट अफ अल हामी के टु डु एप बनाउँछौँ है। टु डु एप बनाउँछौँ हामी के हामी क्लाउड भनौँ न, हामी ब्याकएन्डसँग कनेक्ट गर्दैनौँ, फायरबेससँग कनेक्ट गर्दैनौँ, हामीसँग एपिएन छैन, केही छैन। हामी एपै बनाउँछौँ। फर्स्ट अफ अल हामी क्रिएट गर्छौँ एउटा कुनै कुराहरू, त्यसपछि हामी त्यसलाई स्टोर गरिन्छ, त्यसलाई डिस्प्ले हुन्छ, डिलिट गरिन्छ, अनि फाइनली हामी एडिट पनि गर्छौँ है। अरू कुराहरू पनि छ, हामी त्यसलाई पर्सिस्ट पनि गर्न सकिन्छ र यति भ्यायो भने यिनीहरू चाहिँ गरौँ होइन, कतिसँग गर्छौँ। अनि प्लस हामी यसमा हल्का युआईको पनि हेर्छौँ है, युआई कसरी राम्रो बनाउनु भन्ने कुरा पनि हेर्छौँ। अब त्यो डिजाइनै चाहिँ छैन है, युआई त हामी गरिहाल्छौँ। किन हामी एकचोटि फङ्सनल बनाइदिन्छौँ एपहरू, त्यसपछि हामी यहाँ हामी सुरुमा युआई बनाउँछौँ, त्यसपछि फङ्सनल बनाउँछौँ। तर सबसेसनमा भनेको हेरौँ के गरिन्छ है, बिस्तारै हेरौँ। हाम्रो चाहिँ यही नै हो आज गर्ने भनेको। एकदम सिम्पल एप गयो क्रिएट गर्ने यही हो। अब हामी डाङकिडाङ कोड हेर्न थाल्छौँ। यो कोडहरू चाहिँ सबैलाई थाहा छँदैछ है। एउटा क्लास बनाएको छ, क्लासको नाम टु डु पेज छ। हामी त्यतिकै अब विजेटहरू गर्न मिल्दैन, विजेट बनाउनु पऱ्यो। त्यसको लागि हाम्रो दुईवटा टाइप छ, विजेटको स्टेटलेस र स्टेटफुल। हामी यसलाई खास गरी स्टेटफुल बनाउनु पर्छ, तर अहिलेको लागि हामी स्टेटलेस बनाउँछौँ। यसमा कतिखेर चाहिन्छ भन्ने कुरा हामी हेर्छौँ। यो प्लेस होल्डर भनेको चाहिँ यस्तो आउँछ। के गर्छौँ भन्दा रिटर्नमा स्क्याफोल्ड हामी रिटर्न गर्छौँ, किनभने हाम्रो यो पेज हो नि त, स्क्रिन हो नि त। त्यही भएर हामी स्ट्रक्चर बनाउनको लागि चाहिँ स्क्याफोल्डको स्ट्रक्चर ल्याउँछौँ है। यो बन्ने बित्तिकै राम्रो भइहाल्यो है। अब हामी के चाहिन्छ यसमा, हाम्रो एउटा एप बार भन्ने हाल्छौँ। एप बार भने चाहिँ माथि एप बारमा आउँछ भनेर यो सेक्सनमा आउँछ है। यो सेक्सनमा आउँछ, यो स्ट्याटसदेखिको मुनि सेक्सनमा हाम्रो एप बार पर्छ, त्यहाँ हामी हाल्छौँ। त्यसको लागि हाम्रो एप बारै भन्ने एउटा विजेट हुन्छ, हाल्छौँ। अनि प्लस हामी एउटा टाइटल भनेर हाल्छौँ, टाइटलको एउटा विजेटै लिन्छ। त्यसमा हामी के हाल्छौँ भने टु डु भनेर हाल्छौँ है। टु डु एप भनेर हालौँ है, टु डु एप भनेर हालौँ। हाम्रो एप बार पनि बनिहाल्यो, यहाँ क्लोज हुन्छ होला। अनि हामी यसको बडी गर्छौँ, हाल्छौँ स्क्याफोल्डको। यसमा हामी अहिलेको लागि कलम भनेर हाल्छौँ है। अनि यसमा हामी चिल्ड्रेन राखिदिन्छौँ। के राख्ने त भन्दाखेरि हाम्रो सुरुमा एउटा अहिलेलाई रो बनाउनु एउटा है। रोमा हाम्रो के जान्छ भन्दाखेरि एउटा हाम्रो इनपुट फिल्ड जान्छ। त्यसको लागि हामी टेक्स्ट फर्म फिल्ड युज गर्छौँ है। अर्को भनेको हाम्रो बटन हुन्छ, अहिलेको लागि एलिभेटेड बटनै राखिराखौँ। त्यो भनेको हाम्रो यस्तो हुन्छ। अनि हामी चाइल्डको भनेको हामी सायद 10 राख्दा नि हुन्छ। आइकन दुइटै राख्नु ल, रो राखेर त्योभित्र म दुइटै राखिदिन्छु। एउटा भनेको आइकन राखिदिन्छु, आइकन डट एड भन्ने। आउटलाइन भन्ने छैन, यो राखौँ। टेक्स्ट राखौँ, एड भन्ने अथवा क्रिएट भन्ने राखौँ है। क्रिएट भन्ने हुन्छ। यो हाम्रो काम कुरा भयो है।
अब यसमा के कुरा आउँछ भन्दाखेरि हल्का इस्यु आयो होला है। भन्दाखेरि सायद यो हो के हुनुपर्ने हो त यसमा सब खासै रियाक्ट बटनमा काइन्ड अफ इस्यु आयो है। अलिक कमेन्ट गरिराखौँ। द्याट इज नट एन इस्यु, समथिङ एल्स इज आई क्यानट फाइन्ड आउट है। चौडा हेरेर आएको त नआउनु पर्ने हो है। हामी फेरि कन्टेनरले ऱ्याप हानौँ है। हाइट दिउँ उसलाई मिडिया क्वेरी भन्ने हुन्छ। त्यही हाम्रो डिभाइसको भ्यू फोटो हामी लिन सक्छौँ भनेको साइजद्वारा हामी हाइट दिउँ। विड्थ दिनु चाहिँ राख्नु चाहिँ पर्दैन, छोडिराख्नुको लागि। तर यो सायद स्केजुलर लाइब्रेरी भनेको नि किन आयो भन्दाखेरि मलाई लाग्छ यो मैले अगाडि अर्कै युज गरेको छ क्या, गरेको छु त्यसले गर्दा आउनु पर्ने हो यो। त्यही भएर यसलाई मटेरियल ल्याबै भनौँ है। अनि हामी यसमा के गरौँ भन्दाखेरि होमै राखौँ, होमको लागि टु पेजै राखौँ। किन यस्तो आइरहेको छ मलाई पचाउनु लागिरहेको छ यो आउनुपर्ने हो। अघि नै हेर त्यो ओडाहरू पनि त होइन यो सायद यो राखिरहेको थिएँ नि अगाडि मैले थेमको लागि युज गरेँ होइन। अगाडि कस्टम जानु पर्दैन, डाइरेक्ट मेटेरियल एप मात्र हालिदिँदा भइहाल्छ, केही फरक पर्दैन। हाम्रो टेक्स्ट फर्म फिल्डै गरे हो यो। यसलाई हामी यो गर्दा हुन्छ, अहिले कमेन्ट गरेर गर्दा हुन्छ। खास गरी हामी के गर्छौँ भन्दाखेरि टेक्स्ट फर्म फिल्ड चाहिन्छ है। हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि स्पेसिङ दियो, स्पेसिङ मिन्स यसलाई हल्का यसको विथ छ नि कन्ट्रोल गर्नु पऱ्यो नि त, यो रोमा छ नि त। त्यही भएर यसलाई हामी यसको कन्ट्रोल गर्छौँ। विथ हामी यसलाई 300 मात्र दिन्छौँ अहिलेको लागि है। यो काम कुरो भयो है, हल्का बढ्यो जता पनि हुन्छ। तर यसमा इस्यु नै आइरहेछ। हाम्रो इस्यु आएको भनेको त्यसले नै गर्दा आउनु चाहिँ है, टेक्स्ट फर्म फिल्डले नै हो। केही फरक पर्दैन यसलाई। म देखाइदिन्छु कसरी यसलाई मिलाउने भनेर। यस्तो नआउनु पर्ने हो है। अलिक चिनहरू अहिलेको लागि देखाउनको लागि भन्दा पनि ठिक छ, 100 मात्र बनाइराखौँ ल। आजकल यस्तो पर्ने होइन, यो एक्सप्यान्डेड हालेर फ्लेक्स हाल्दा हुन्छ अथवा डाइरेक्ट फ्लेक्स हाल्दा त अहिले कस्तो लाग्छ यो हाम्रो इस्यु आएको होइन। कन्टेन्ट बनाउनु तर बनाइराख्दा केही छैन, यो कन्टेन्टले हालेर गर्दा पनि हुन्छ है। फेरि रहेछ हामी त्यसमा फिक्स गर्छौँ कि हाम्रो बन्यो। त्यसपछि हामी रोदेखि मुनि जान्छौँ, रोको सेक्सन भयो। त्यसपछि हामी के गर्छौँ त्यसमा हामीलाई डिस्प्ले गरिदिन्छौँ क्या। यहाँ चाहिँ हाम्रो टु डुजहरू डिस्प्ले हुन्छ है। अब यसमा कसरी गर्ने भन्दाखेरि अहिलेको लागि चाहिँ हामी सिम्पल कस्तो खालको हुन्छ हाम्रो भन्दाखेरि कन्टेन्ट अन्य पनि भनौँ, कन्टेन्ट भनौँ, सानो एउटा लेआउट पनि भन्छ नि त। हाम्रो यो रोज है, रोदेखि मुनि गर्नु पर्छ, माथि ठेलिदिउँ ल। अब चाहिँ रो सकेकै थिएन नि त, त्यही भएर यो हाम्रो रो कोल्याप्स हानिदिउँ, हिँड्न नि त इजी हुन्छ लेख्नको लागि। कसरी देखिन्छ भन्दाखेरि नि कन्टेनर भयो, चाल हाल्छौँ, चालमा हामी एउटा रो बनाउँछौँ, रो बनाउँछौँ। चिल्ड्रेन हुन्छ, चिल्ड्रेनमा के हाल्छौँ भने फर्स्ट अफ अल हाम्रो लोरे मिक्समा हाल्नु अथवा अहिलेको लागि होइन, लोरे मिक्समा सबैलाई यस्तै हाल्दै बस्छौँ। नि भनेको अब टेक्स्टमा हाल्नुपर्छ है, यसलाई त्यत्तिकै हाल्नु मिल्दैन, यसलाई ऱ्याप हाल्नुपर्छ। टेक्स्ट विजेट यत्तिकै हाल्नु मिल्दैन, विजेटभित्रै हाल्नु पऱ्यो नि फेरि, नत्र यस्तै इस्यु आउँछ है। गऱ्यो टेक्स्ट हाल्यो, त्यस पछाडि हामी अर्को कुरा के गर्छौँ भन्दा अर्को कुरा छ यो भनेको हामी त्यसमा रो नै राखेर गरौँ होला क्या। किनभने डिट र डिलिट बटन भन्ने हुन्छ, हामी मजा आउँछ रो नै दिएर राखौँ। किनभने म भनिदिन्छु
बटनहरू राख्नुलाई आई क्यान स्टार्ट इट भन्ने हुन्छ, आउटलाइन नै राखिराखौँ राम्रो हुन्छ। हाम्रो डिलिट बटन हुन्छ है, डिलिट बटन भन्ने हुन्छ, आउटलाइन नै हुन्छ है, लाइन हुन्छ कि आउटलाइन मात्र हुन्छ, यस्तै खालको बटनहरू आउँछ है। अब कुराकानी भनेको किन भन्दाखेरि चाहिँ डेकोरेट गर्नको लागि हो क्या कन्टेनर। हाम्रो मल्टिपल अब यसरी नै आउँछ, राख्ने यसरी नै हो आउँछ। हामी भनेको नि एउटा गाह्रो गर्दा हुन्छ होइन। यस्तोको लागि भनेको म यो उयोले गरिदिन्छु कि 4 GB दिन्छु, त्यहाँदेखि नि त्यसरी गरौँ। के गर्नु हामी आफै गर्दा नि हुन्छ हुन चाहिँ। ल हल्का डेकोरेट दिउँ, हाम्रो लगभग यस्तै कुरा हुन्छ क्या, अरू त केही पनि हुँदैन। डिलिट गर्दा डिलिट हुन्छ, एडिट गर्दा एडिट हुन्छ, यहाँ थिच्ने यहाँ र क्रिएट गर्दा क्रिएट गर्ने। हाम्रो यही हुन्छ कन्सेप्ट। हामी यसलाई फोन चलाउन बनाउनु थाल्नु ल। अब हाम्रो के छ भन्दाखेरि नि एपमा माथि भनेको एउटा कुरा आयो, फोन चलाउन बनाउनु सक्छ सुरुमा। के गर्यौँ भने टुडो एपको अहिलेसम्म हामीले के गर्यौँ त भन्दाखेरि नि एजेन्डा यो भइहाल्यो, करेन्ट वर्क भन्ने हुन्छ ल। करेन्ट वर्क चाहिँ के चाहिँ भयो त, हामीले वी क्रिएटेड स्मल स्ट्रक्चर होइन, एउटा स्ट्रक्चर बनायौँ। अब यसलाई हामी सुरुमा युआई बनाएर गर्दा नि भइहाल्यो, तर मलाई चाहिँ अहिले के गर्न मन लाग्यो भने यसलाई फोन चलाउन बनायो अनि युआई बनायो गर्दा नि हुन्छ त। हामी फोन चलाउन बनाऊँ अनि युआई बनाऊँ, किन भन्दाखेरि फोन चलाउन बनाइसकेर भन्दाखेरिको हामी यो खालको अलिक युज गर्दैनौँ क्या, यसलाई नै युज गर्छौँ। तर यसमा हाम्रो अर्को विजेटहरू पनि आउँछ अनि लिङ्क हुन्छ, त्यही हाम्रो ल हेर्दैछु। हामीलाई चाहियो भनेको यो इनपुट चाहियो, यसलाई ग्राब गर्नु पऱ्यो टुडु, त्यसलाई गर्ने स्टेटस विजेटमा गर्ने भन्दाखेरि स्टेट विजेटमा चेन्ज गर्नु पऱ्यो है। अनि त्यो स्टेटलाई भनेर के गर्छौँ भन्दाखेरि स्टेटलाई भन्दा पनि हाम्रो एउटा स्टेट हुन्छ भन्दाखेरि दुईवटा हुन्छ। एउटा भनेको यो कन्ट्रोलरको लागि, त्यसको लागि हामी टेक्स्ट एडिटिङ कन्ट्रोलर युज गर्नु पऱ्यो। कन्ट्रोलर मात्र भन्दा पनि किनभने एउटा त कन्ट्रोलर छ त, नेमिङ त हो यो त केही पनि होइन अरे। यसरी कन्ट्रोल भनेर यसलाई इनिसियलाइज गर्नु पऱ्यो। अन्त अर्को कुरा के छ भन्दाखेरि यस्तोलाई जहिले पनि डिस्पोज गर्नु पऱ्यो है। फेरि डिस्पोज गर्नु पऱ्यो। डिस्पोज कतिखेर चल्छ भन्दाखेरि जब विजेट हाम्रो अनमाउन्ट हुन्छ नि, माउन्ट सकिन्छ नि यो पेज यो स्क्रिन, तब डिस्पोज हुन्छ। र हामी यो कन्ट्रोलरलाई हामी डिस्पोज गर्दैछौँ है, र पनि भइहाल्यो। अब कन्ट्रोलर त यहाँ बनायौँ, तर यसलाई के गर्नु पऱ्यो भने यसमा लगेर हालिदिनु नै पऱ्यो क्या। टेक्स्ट पम्पभित्र छ कन्ट्रोलर भनेर एउटा हुन्छ, अनि त्यसमा हामी यही कन्ट्रोलर पास गरिदिन्छौँ है। हामी यहाँ अरू भनेको के हुन्छ, लेबल टेक्स्ट भन्ने हुन्छ, यस्तो के हुन्छ। तर योभन्दा पनि नि भन्दा पनि डेकोरेसन हुन्छ, डेकोरेसन चलाउँदा हुन्छ। त्यो डेकोरेसन चलाऊँ, बोर्डरवाला नचलाऊँ है। इनपुट डेकोरेसन गरौँ होइन, यसमा टन्ने कुरा आउँछ। हामी टेबल हाल्दा हुन्छ है, टेबल टेक्स्ट के हाल्ने टुइटै हाल्दा हुन्छ, तर म टेक्स्ट हाल्छु अहिलेको लागि, टेक्स्टै हाल्नु हुन्छ। टुडुज भनेर हालौँ है, टुडुज भन्ने आइहाल्यो। त्यही सर्भिस त बिस्तारै गर्दै गर्दै जाने हो। अब हामी कन्ट्रोलर त हालिहाल्यौँ, अब यहाँ भएको यसरी लेखेर यहाँ देखाउनु पऱ्यो नि त, क्रिएट गर्दा यहाँ देखाउनु पऱ्यो क्या। त्यसको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो अर्को एउटा स्टेट बनाउँछौँ, त्यसको नाम भनेको के हुन्छ भन्दाखेरि लिस्ट हुन्छ। हामी यसको लागि मोडलै बनाउनु हुन्छ क्या, मोडल बनाएर चाहिँ गरौँ ल, राम्रो हुन्छ, मजा आउँछ। त्यसको लागि एउटा फाल्टै पेज बनाऊँ, न्यू फाइल
के नाम हुन्छ त्यसको भन्दाखेरि नि लिस्ट मोडल डट डार्ट भनेर बनाउँ एन्टिटी बनायो क्लास लिस्ट मोडल के आउँछ त्यसमा भन्दाखेरि क्लासै बनाएर गर्छौँ हामी त्यसमा भनेको हाम्रो आइडी हुन्छ आइडी भनेको हामी त्यसलाई ऱ्यान्डम जेनेरेट गर्दा नि हुन्छ डेट टाइम युज गर्दा नि हुन्छ डेट टाइम युज गर्नु तर यसलाई स्ट्रिङ भनेर आइडी भन्ने हुन्छ अर्को भनेको हाम्रो के हुन्छ भने टुडुको टाइटल हुन्छ नि त त्यो हुन्छ है अहिलेको लागि यति नै बनाएर राख्नु के चाहिँदैन यसलाई के गर्नुपर्छ भन्दाखेरि कन्स्ट्रक्टर बनाएर हाल्नु पर्यो है हामी कपी विथ पनि बनाऊँ ल कपी विथ चाहिँ किन चाहिन्छ भन्दाखेरि नि फ्याक्ट्री बनाएर कपी गर्नुपर्छ होला किन यो आइरहेछ एउटा यो म यो दिन्छु ल मलाई थाहा नै भनेको आइरहेछ क्या होम पेज होइन कि ग्रुप पेजमा हाम्रो आइरहेछ भने एउटा इस्यु रहेछ क्या किन्ने सकेको छैन मलाई थाहा नै भएन भनेको यो कस्तो के खालको बताएको भन्नु आई एम गेटिङ के भनेको छ यसमा के रहेको थियो एक्सेप्सन कट बाई फ्लटर एक्सेप्सन कट बाई फ्लटर फ्रेमवर्क भन्ने भने थाहा नै भने यस्तो मात्रै इस्यु नहुनुपर्ने है ए यस्तो हुन्छ त्यही त रोमै टेक्स्ट फर्म फिल हाल्दाखेरि विथ होइन फिक्स विथ र अलिक बढ्दैन त्यसमा त्यस्तो इस्यु आउँदो रहेछ हामी यसलाई के गर्छौँ भन्दाखेरि यसलाई एक्सप्यान्डेड गरेर गर्दा हुने रहेछ क्या भनेको अघि मैले साइज बक्स हालेको थिएँ नि त यसलाई हामी एक्सप्यान्डेड हालेर विथ हुँदैन यसमा फेरि गर्दा हुन्छ भनौँ है त्यहाँ चाहिँ फेरि हामी अहिलेसम्म त एरो आएको छैन होइन यसरी हेरौँ ल सायद त्यही इस्यु रहेछ क्या टेक्स्ट फर्म फिल र होइन अलिकति बटन छ नि त हाम्रो रोभित्र छ त्यसले गर्दाखेरि लेआउटहरू प्रपरली रेन्डर नभएर त्यो इस्यु आएको है त्यस्तो के हुन्छ अनि अब हामीले के गऱ्यौँ भन्दा योभन्दा अगाडि एउटा मोडल बनायौँ यसमा कपी पनि बनाउनु पर्छ क्या यसको लागि हामी देख्दा हुन्छ आफै तर अब के गर्ने भन्दा यसको लागि कपी विथ बना भन्ने हो वेट कपी विथ भन्ने हो सकियो यति भने चाहिँ यो चाहिँ कतिखेर चाहिन्छ कपी विथ भन्ने चाहिँ नि एकछिन हामी एडिट गर्छौँ नि त्यतिखेर चाहिन्छ क्या त्यहाँदेखि सबै कपी गरौँ पेस्ट गरिदिउँ है के गर्नु कपी विथ भनेको केही पनि होइन रिलिज मोडल छ नि यो क्लास भन्ने यसलाई नै के रिटर्न गरिदिएको भन्दाखेरि अब हामी कपी विथ गर्दाखेरि चाहिँ अलरेडी अगाडिको डेटा भनेको अगाडिको डेटैमा बसिरहेको हुन्छ हामी कुनै पनि यसको फिल्डहरू चेन्ज गर्नु पऱ्यो भने चाहिँ त्यो एउटा चेन्ज गर्न सक्छौँ क्या त्यो भनेको एडिटमा काम लाग्छ त्योहरू त्यो गऱ्यो अब यसमा के गर्ने भन्दाखेरि हाम्रो स्टेट गर्नु पऱ्यो के को लिस्ट हुन्छ भन्दा चाहिँ हाम्रो टुडु मोडलको हुन्छ क्या भेटेन त यो त नि टुडु मोडलै बनाएको होइन त लिस्ट मोडल भनेर बनाएर छ मैले हामी लिस्ट मोडल लेख्दैनौँ त के छ र नेमिङ चाहिँ भएन है यसमा हामी टुडुज भनेर राख्छौँ है अथवा लिस्ट भनेर राख्दा पनि हुन्छ भयो एरेमा हुन्छ लिस्टमा हुन्छ है यो भनेको फर्स्ट अफ अल के को लागि भन्दाखेरि यसको कन्ट्रोलर यसको लागि हो अनि टुडुज भनेको चाहिँ हामी यसमा डिस्प्ले गराउँछौँ है अब हाम्रो कुराकानी के आउँछ भन्दाखेरि यो बटन थिच्दाखेरि हिँड्दाखेरि टुडुजमा लगेर सेभ हान्नु पर्यो त्यसको लागि हामी एउटा मेथड लेख्छौँ है void create to do अथवा add to do भन्दा नि हुन्छ है add to do नि लेखौँ ल add to do भनेर लेखियोस् यसको मेथड यसरी लेखिन्छ है रिटर्न टाइप भनेको void हुन्छ मेथडको नाम add to do यसमा हामी पास गर्दा नि हुन्छ नगर्दा नि हुन्छ किन भन्दाखेरि हाम्रो अलरेडी कन्ट्रोलरमा हुन्छ क्या त्यही भएर हामी यसलाई नपास नगरौँ डाइरेक्ट यो कन्ट्रोलरबाट ग्राब गरिन्छ त्यही भएर ताकि हामीले यसमा हुक गरे हो अब यसमा के गर्ने भन्दाखेरि नि फर्स्ट अफ अल चाहिँ गर्ने क्या कन्ट्रोलर डट टेक्स्ट भन्ने हुन्छ यदि यो एम्टी छैन भने मात्र भित्र जान्छ र हामी नयाँ बनाउँछौँ क्या भनेको अब यसमा के गर्छौँ भन्दाखेरि
टेक्स्ट मात्र नगरौँ यसलाई ट्रिम पनि हालौँ क्या है। स्पेसिङहरू आउँछ नि त अगाडि पछाडि हाल्ने, बिचको त हुँदैन, अगाडि पछाडि हुँदैन वर्डको। फेरि कस्तो हुँदाखेरि यस्तो गऱ्यो अनि स्पेस हान्यो अनि यसरी गर्छ अनि यस्तो स्पेस हान्छ यसरी गर्छ नि योहरूको अगाडि र पछाडिको स्पेसहरू ट्रिम हुन्छ क्या। हामीलाई के चाहियो भन्दाखेरि टुडुसमा हाल्नको लागि भने कसरी हालिन्छ, टुडुसमा हाल्नु पऱ्यो नि त। डट एड भनेर हालिन्छ यसरी। यसमा हानेको त्यत्तिकै हाल्न मिल्दैन क्या। यो एउटा हाम्रो उयो छ क्या टुडु भन्ने एउटा भेरिएबल हुनु पऱ्यो है। जुन पार्टी हाल्न मिल्दैन नि फेरि यसमा टुडुसमा, किनभने हाम्रो यसको टाइप लिस्ट मोडल भन्ने छ है। त्यही भएर लिस्ट मोडल के बन्नु पऱ्यो त्यसको लागि भनेको लिस्ट मोडल भनेर यसरी गऱ्यो। आइडीमा के हाल्ने, टाइटलमा के हाल्ने। आइडीमा हामी के हाल्छौँ भन्दाखेरि डेट टाइम डट नाउ गर्छौँ डट टु माइक्रोसेकेन्ड डट माइक्रोसेकेन्ड के भन्ने थियो एउटा माइक्रोसेकेन्ड सिन्स भनिहालौँ डट टु स्ट्रिङ भनेर बनाइदिउँ। त्यो भनेको आइडीको लागि एडिटमा डिलिटमा काम लाग्छ क्या। टाइटलमा भनेको हाम्रो के जान्छ भने कन्ट्रोलर टेक्स्ट डट ट्रिम गर्छौँ है। यसरी नै हामी हाल्छौँ। यति गरेपछि हाम्रो टुडु यो भन्ने एउटा क्लास बन्यो, एउटा अब्जेक्ट बन्यो भनौँ न होइन। अब्जेक्ट बन्यो र हामी कहाँ लगेर हाल्छौँ, यो लिस्टभित्र लगेर हाल्छौँ। यो हालिसकेर हामी के गर्नु पऱ्यो भन्दा यो पनि क्लियर गर्नुपर्ने हुन्छ क्या। त्यसको लागि हामी कन्ट्रोलर डट के भन्ने हुन्छ भन्दाखेरि क्लियर भन्ने हुन्छ, क्लियर गर्छौँ है। अब के भयो भन्दाखेरि अब केही पनि हालेको कुराहरू माई टुडु भन्यो नि के थिच्यो नि त्यो भएको छैन। किन भन्दाखेरि यो मेथडमा त बताइयो नि त। यसलाई लगेर हामीले कहाँ हो गर्ने भन्दाखेरि बटनमा, कुन बटन भन्दाखेरि यो बटनमा अनप्रेस गर्दाखेरि सँग हामी यहाँ गर्ने हाल्ने हालिदिने भइगयो। यति भएपछि हाम्रो अब यो चल्छ। त्यही चल्नु चाहिँ पर्ने हो। समथिङ के भयो हेरौँला के भयो, आयो कि आएको छैन। सायद हाम्रो रिलोडै भएको छैन क्या है। क्रिएटमै भएको छैन त टुडुमा हालेको होइन। किन हाल्यो त होइन ल त्यही नभएर हो भयो है। यहाँबाट क्रिएट त भयो नि त, जति जे गरे पनि यो क्रिएट त भयो नि त, यो भइरहेछ नि चलिरहेछ नि त यो। तर के भयो भन्दाखेरि यसमा त देखाउनु पऱ्यो नि त त्यो हाल्ने बित्तिकै देखिएको छैन। त्यसको लागि भनेको हामी कहाँ बनाएको थियौँ भन्दाखेरि यहाँ के गर्ने देखाउनको लागि भने हामी लिस्ट भ्यू भन्ने हुन्छ। लिस्ट भ्यूमा हामी लगेर देखाइन्छौँ, बिल्डर युज गर्छौँ। अब हाम्रो आइटम बिल्डरमा के हुन्छ भन्दाखेरि कन्टेक्स्ट हुन्छ, के हुन्छ अर्को भन्दा कन्टेक्स्ट र इन्डेक्स भन्ने हुन्छ है। इन्डेक्स भन्ने हुन्छ है। यसमा हामी के गर्छौँ भन्दाखेरि यस्तो गरेर रिटर्न गरिदिनुपर्छ। के रिटर्न गर्ने भन्दाखेरि विजेट रिटर्न गर्ने हो क्या। यसमा हामीले बनाएको थियौँ नि, हामी यहाँ लगेर यहाँ राख्ने हो क्या है। यहाँ सिम्पल हाल्ने कन्टेक्स्ट भइराखोस् नि। किन इस्यु आएको भन्दाखेरि यसको आइटम काउन्ट दिनुपर्छ है। यो चाहिँ टुडुसको लेन्थ हुन्छ यसमा है। त्यस पछाडि हाम्रो अर्को भनेको के हुन चाहिँ के हुन्छ यसमा फेरि चेक गर्न आउँछ यो म बुझिनँ के हुन्छ कति कुराहरू केहरू राजा सही के हो। सेम एक्सेप्सन मेरो त्यो के भन्दाखेरि दुईवटा रो हालेर त्यो त्यस्तो भएको हो। अब यसलाई के गर्नु पऱ्यो भन्दाखेरि एउटालाई कानेक्ट गरेर राख्नु पऱ्यो अनि त्यो भइहाल्छ। लागि त्यही रहेछ किन भन्दाखेरि यो रो छ नि यो पनि रो हाल्यो त्यही भएर त्यो आएको हो। अब यसलाई एक्सप्यान्डेड हाल्यो भने चाहिँ ऱ्याप यो चाहिँ लेआउट इस्यु है। फेरि टुल हाल्नु ल त्यही भने होइन यसमा त यही त हो। पनि भएको हो के भएको भन्दाखेरि अर्को कुरा के राखिराखौँ हाम्रो रिपोर्ट है। भन्दाखेरि हाम्रो यो
कलम छ त्यसमा इस्यु आएको हो साइज बक्स हालौँ ल यसको हाइट डिफाइन गरिदिउँ क्या कति डिफाइन गर्ने भन्दाखेरि मिडिया क्वेरी कलम अघि मैले भन्दै थिएँ डट साइज डट हाइट हालौँ डिभाइसको हाइट हालौँ भनेको सबसे रो छ है कलम त्यहाँ छ बिल्डर छ एक्सप्यान्ड हाल्ने कोर्स जस्तो लागिरहेछ मलाई हेरौँ ल यो भनेको चाहिँ आएको क्या लिस्ट बिल्डरले नभेट्या हो क्या फेरि अब यो पनि हाम्रो चाहिँ पर्दैन हाम्रो त्यसमा इस्यु आएको हो है छोडिराखौँ केही छैन के भयो भन्दाखेरि हामी यो देखाउने होइन क्या के देखाउने भन्दाखेरि हामी टुल्स लिनबाट ग्राब गर्ने के ग्राब गर्ने भन्दाखेरि टुल ग्राब गर्ने यहाँ इन्डेक्स आउँछ अरू इन्डेक्सलाई इटरेट गरेर आउँछ नि त टेक्स्टमा लगेर देखाइदिने हो क्या लो ऱ्याङ्कको ठाउँमा टुडु डट के छ टाइटल भन्ने छ है लगेर देखाइदिने हो अब यो देखेको छैन अहिले जब हामी रिसेट भएको छ नि त हाम्रो स्टेट त्यो हाल्छौँ नि समस्या देखिनु पर्ने हो है किन देखिन भन्ने पनि छ एउटा रिजन सेल्फ बुझर भए पनि यो देखिएको छैन किनभने नि जुन हाम्रो कुरा छ नि यो टु डु डट एड यसलाई हामी सेट स्टेट भनेर हाल्नुपर्छ क्या यसले चाहिँ हाम्रो बुजरलाई रिबिल्ड गरिदिन्छ क्या अब देखिन्छ है के हाल्छौँ नि हामी देखिन्छ कहाँ के हाल्यो हामीले फोन चलाउनु अलिकति के गर्यौँ भने अब क्रिएट गर्ने बनायौँ डिस्प्ले हुने पनि बनायौँ अब हामीले बनाउनु पऱ्यो डिलिट र एडिट हुने जस्तोमा डिलिट हुने बनाऊँ अलिक सजिलो छ अनि एडिट हुने बनाऊँ एडिट हुने पनि सजिलै छ अलिकति हुन्छ ल टुडु भन्ने छ गऱ्यो युएमा अलिकति हेर्नुपर्छ क्या एडिट गर्ने चाहिँ त्यतिकै त भइहाल्छ तर टुडुमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि हामी यसमा आइडी मात्रै लिँदा हुन्छ तर म लिस्ट मोडल लिन्छु ल अनि यसमा पास गर्नु पऱ्यो टुडु भन्ने के गर्छ सेट स्टेटभित्रै हाल्नु पऱ्यो क्या डिस्प्ले देखाउनुको लागि मात्र फेरि देखिँदैन क्या युआईमा यसले चाहिँ के गर्छ भने हाम्रो जुन यो विजेटहरू छ नि रिटर्न गरेर छ नि यो यसलाई रिबिल्ड गरिदिन्छ क्या अब के गर्ने भन्दाखेरि कस्तो पो लाने टुडुसमै हाल्नुपर्ने हुन्छ यसलाई फिल्टर गर्दा हुन्छ भन्नु चाहिँ डाइरेक्ट त फिल्टर गर्नु त मिल्दैन जस्तो लाग्यो मलाई डट हुन्छ हुँदैन म्याप गरौँ ल म्याप गर्ने हो टु भने टिडी भनेर राखौँ जे राख्दा हुन्छ आइटम भनेर राख्दा हुन्छ अहिलेको लागि क्लोज हान्नु पऱ्यो त्यो भनेको आइटम डट आइडी नट इक्वल टु टुडु डट के छ भने रिटर्न गर्छ गरौँलाई फाइनल फिल्टर आइटम भनेको गऱ्यो भनेर भन्दैछु त लजिक चाहिँ भयो जस्तो लाग्यो मलाई फिल्टर आइटम भनेर हुन्छ भन्दाखेरि नि हेरौँ यो लजिकै बिग्रियो त नि डिलिटिङ टुडु टुडुस लिस्ट के गरे होला यसलाई के गर्नु पऱ्यो भन्दाखेरि जुन आउँछ नि कस्तो खालकोमा आउँदो रहेछ भन्दाखेरि नि प्रिन्ट गरेर हेरौँ ल यो मलाई नि हेर्न मन लाग्यो क्या हामी यो हाल्नुपर्छ कहाँ लगेर हाल्ने भन्दाखेरि नि यहाँ लगेर हाल्नु क्या एकैमा यतिको हाल्न मिल्दैन होइन यसलाई हामी एउटा विजेटै हालौँ जेस्चर डिटेक्टर भन्ने है जेस्चर डिटेक्टर भन्ने हाल्यो अन ट्याप त्यो राखौँ अब यसमा के छिराउने भन्दाखेरि कुरो छ नि त्यो छिराउने क्या
आइडीमा त यसरी छिराएर डट आइडी गर्दा हुन्छ, तर यो छिराएको चाहिँ राम्रो होला कम्प्लिटली। मलाई चाहिँ त्यही राम्रो लाग्छ। चाहिँ यहाँ थिच्छु नि, अब थिच्छु नि के आयो भन्दाखेरि नि के निकाल्दो रहेछ यसले मात्र भन्दाखेरि चाहिँ ट्रु 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 यो लिस्टमा के आयो ट्रु 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 यो मात्र आउँदो रहेछ। इटरेबल बुलियन भ्यालु आउँदो रहेछ। अब यसलाई चाहिँ के गर्नु पर्यो भन्दा लिस्टमा कन्भर्ट लागि टु लिस्ट गऱ्यो भने अब के आयो भने कुनै भाषाका लोडै भएको छैन। जस्तै यसलाई ग्राफ गरौँ। अब मैले अर्को नै गरेर बिगारेँ ल। म्याप होइन वेयर रहेछ र त्यही भएर अघि रङ आएको हो क्या। फेरि योदेखि हेरौँ ल सेकेन्ड के भयो भन्दाखेरि नि के हुँदाखेरि चाहिँ अब अरू तिनवटा हालौँ ल। तिनवटा हाल्यौँ नि होइन, दुईवटा देखायो भनेको एउटा फिल्टर भइरहेछ क्या, फेरि एउटा फिल्टर भइरहेछ क्या। घटेको किन छैन भने हामीले हालेका छैनौँ क्या। अब यसलाई के गर्ने भन्दाखेरि लिस्टमा कन्भर्ट गर्ने। लिस्टमा भाग गएको छैन नि त। हेरौँ न लिस्टमा गयो कि होइन। लिस्टमा गयो नि स्क्वायर ब्रेकेट आउँछ क्या। यही कुरालाई यहाँ यसरी हाल्न फेरि मिल्दैन क्या। गर्ने भन्दाखेरि यसलाई लाई क्लियर हानिदिउँ है टुल्सलाई। एकजना किन मिल्दैन भन्दाखेरि यो फाइनल छ क्या टुडुज। एउटालाई गर्न मिल्दैन। के गर्नु भन्दाखेरि टुडुज गर्नलाई अल क्लियर गरिदिउँ, क्लियर भइहाल्छ। अनि फेरि हामी टुडुज डट एड अल हालेर हामी यो फिल्ड डट आइटम छ नि चलाइदिन्छौँ। हामी यसो भएपछि भयो नि है, रिबिल्ड पनि भयो है। यति नै कुरा सेट स्टेटमेन्ट चाहिँ हाल्नुपर्छ है, नत्र हाम्रो विजेट रिबिल्ड हुँदैन। फेरि यो सेट स्टेट भन्ने स्टेटलेस विजेटमा चल्न मिल्दैन, यसमा मात्रै चल्न मिल्छ स्टेटफुल विजेटमा। भन्यो नि रिबिल्ड गर्नको लागि कुनै एक्सनहरू हामी अब स्क्रिन लेआउट भइसकेपछि लेट भइसकेपछि होइन मोडिफाइड स्क्रिन देखाउनु पर्ने छ भने हामी यो हिसाबले गर्छौँ है। अब हाम्रो लास्टवटा काम के छ भन्दाखेरि void एडिट टुडु भन्ने गर्छौँ है। यसमा चाहिँ हामीलाई फेरि लिस्ट मोडलै जान्छ, यसमा आइडी मात्र भर हुँदैन, टोटल मोडलले चाहिन्छ है। अब अझै लेख्छौँ है लिस्टेड भन्ने के गर्नु पर्यो भन्दाखेरि नि हामी एउटा जुन टुडुसभित्रको छ नि एउटा आइटमलाई हामी मोडिफाई गर्नुपर्ने हुन्छ है। हामी यो फेरि के हुन्छ भन्दाखेरि नि युआईमा कस्तो खालको हुन्छ भन्दाखेरि यो त्यो नि एडिट थिच्ने बित्तिकै एडिट भन्ने हुँदैन क्या। यहाँ थिच्ने बित्तिकै हामी यो फिल गरिदिनु पर्ने हुन्छ क्या। लागि के गर्ने भने त्यो फाइनल स्टेप हो भनेर राखिदिँदा हुन्छ है। फर्स्ट अफ अल हामी के गरौँ स्टार्ट एडिटिङ भनेर राखौँ बनाऊँ है। हामीलाई चाहियो मोडल टुडु भन्ने जुन पास गरिन्छ अन्त त्यसलाई ग्राफ गर्नु पऱ्यो। अनि भन्दाखेरि यहाँ थिचेपछि यहाँ देखाउनु पऱ्यो नि त। त्यसको लागि कन्ट्रोलर डट टेक्स्ट है इक्वल टु टुडु डट टाइटल गर्ने हो है। अब हामीले यो क्रिएट बटन थिचेको छौँ है, बनाएको छौँ है। क्रिएट गर्दाखेरि क्रिएट मात्र हुन्छ है। हामी यही बटनलाई रियुज यही एड टुडुलाई नै रियुज गर्दा हुन्छ हुन चाहिँ, तर हामी त्यसको लागि युज गर्दैनौँ हो अलावा हामी अर्को एउटा बटन बनाइदिउँ क्या अहिलेको लागि। यो बनाइदिउँ त्यही भन्ने बनाइदिउँ है।
आइकनमा एडै राख्दा भइहाल्यो त्यो बन्ने हुन्छ एड टु डु हुँदैन एडिट टु डु भनेर राखौँ भनेको चाहिँ हामीले नि राख्न पाइँदैन क्या फेरि त्यो हाम्रो टु डु भनेको मुनिबाट मात्र आउँछ हामीसँग छैन त्यसको लागि के गर्ने भने नि त्यसको लागि भने एउटा कुरा हामीले ध्यानमा राख्नु पऱ्यो भनेको हामी बुल भन्ने बनाउनुपर्छ एउटा एडिटिङ भने है अर्को भनेको हाम्रो लिस्ट मोडल पनि बनाउनुपर्ने हुन्छ एडिट टु डु भन्दा होइन हाम्रो नलेबल हुनसक्छ है अब हामी के गर्ने भन्दाखेरि एडिट टु डु छ नि यो यसमा राख्नु परिराखेन हाम्रो त्यहाँ सेट भएपछि मात्र हामी देखाउँछौँ त त्यो एक्टिभ केमा देखाउँ एडिट टु डु भन्ने यसमा एडिट टु डु आइटम भनौँ न आइटम भन्ने यहाँ पनि छ नि कन्ट्रोलर र टेक्स्टमा देखाउनु पऱ्यो अर्को कुरा भनेको हाम्रो सुरुमा यसमा हेरौँ ल एडिटिङ स्टेप प्रोसेस छ क्या यो चाहिँ भनेको भने यसलाई हटाउँदा हुन्छ तर म सक्दिनँ गर्ने भन्दाखेरि यो बटन थिच्दाखेरि हाम्रो एडिट बटन यहाँ छ यहाँ जाने हो फेरि जस्तो डिटेक्टर युज गर्नुपर्छ यो आइकनमा चाहिँ त्यो अनट्यापवाला मेथडहरू हुँदैन नि त त्यही भएर अनट्याप छ यो अब हामी यसमा स्टार्ट एडिटिङ के भन्ने बनाएको छ हामीले होइन टु डु पासवर्ड त भइहाल्यो यो मुनिको छ नि त यहाँ देखाएको छ यसमा टु डु आउँछ देखायो माथि जाने एडिटिङमा यो गर्ने थिच्यो नि आइसक्यो है त्यो थिचेको चाहिँ आइसक्यो हामी अर्कोलाई न्यू टु डु लिस्ट वान यसरी बनाउँदै गर्दा जुन थिच्यो त्यही भइहाल्छ भइसकेछ है आइरहेछ नि हाम्रो है अर्को काम के गर्नु पऱ्यो भन्दाखेरि डाइरेक्टली गर्न पाउँदैन नि त सेभ गर्ने त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि नि अघि इज एडिटिङ बनाएको थियो नि त्यसलाई के गर्ने भन्दाखेरि चाहिँ टु बनाइदिने यहाँनिर एडिट टु डु कतिखेर फल्स हुन्छ भन्दाखेरि यहाँनिर फल्स सो यसलाई लास्ट स्टेपमा चाहिँ फल्स हुन्छ भने यसलाई क्लियर गरेको क्या त्यसमा एक हुन्छ पनि भयो अर्को के गर्नु पऱ्यो भन्दाखेरि हाम्रो एडिट टु डु आइटम छ त्यसलाई पनि टु डु सेट गरिदिनु पऱ्यो क्या है एडिट गरिसकेर हाम्रो एडिट टु डु आइटम पनि नल बनाइदिन्छौँ रिसेट गरेर मात्र हो क्या यो मुनिको चाहिँ रिसेट गरेर हो यो चाहिँ एडिटिङमा भनेको हाम्रो एडिटिङ सुरु हुन्छ अब यसमा ओके एडिटिङको लागि जाने भन्ने कुरा यो दुइटै बटन देखाउनु परेन नि त एडिट हुँदा त त्यही भएर हामी के गर्छौँ भन्दाखेरि नि सिम्पल अघि इज एडिटिङ भन्ने बनाएको थियो नि त्यसलाई हेर्ने हो क्या इज एडिटिङ ट्रु छ भने गर्ने भन्दाखेरि यो देखाइदिने क्या मुनिको होइन भने यो देखाउने यसमा कमा हाल्नु परेन हाम्रो टर्नरी हो काम गरौँ यति नै हो के देखायो अहिले भन्दाखेरि हाम्रो स्टेट के गर्दा हो जस्तो लागिरहेछ मलाई हेरौँ न त्यो भनेको क्रिएटिभ मात्र बटन आइरहेछ नि त तर हामीले अर्कै गरेका छौँ त्यसले गर्दा यस्तो भएको भन्दाखेरि चाहिँ हाम्रो विजट रिबिल्ड भएको छैन विजट रिबिल्ड गर्नको लागि हामीले के गर्नु पऱ्यो भन्दाखेरि सेट स्टेटलाई इज एडिटिङलाई चाहिँ त्योभित्र हाल्नु पऱ्यो यहाँ पनि सेम कन्सेप्ट हुन्छ है यो देखाउने कुरामा चाहिँ सेट स्टेट हाल्नुपर्छ क्या रिबिल्ड गरेर देखाउने हो भने त्यही भन्ने आयो नि अघि हाल्ने बित्तिकै होइन त्यो कुरा हो क्या टेस्टमा भन्ने कुरा आइहाल्यो होइन त्यसरी अब यसमा क्यान्सल यताउति बनाउँदा नि भइहाल्यो नबनाउँ हामी ठिक छ हामीलाई है भइहाल्यो त्यो पनि गऱ्यो अब हाम्रो प्रोसेस कहाँ पुग्यौँ भन्दाखेरि यो प्रोसेससम्म पुग्यौँ क्या यति चलिसक्यो सेभ गर्दाखेरि यो चेन्ज हुनु पऱ्यो क्या डिडी भन्ने कुरा के गर्ने भन्दाखेरि नि यस्तो त हामी फिल्टर गर्दैन
यहाँबाट भन्दा नि फिल्टर गर्नु भन्दा पनि कन्ट्रोलर डट टेक्स्टमा अलरेडी हुन्छ। इफ कन्ट्रोलर डट टेक्स्टबाट ग्राब गर्नु पऱ्यो नि त एम्टी हो भने हामी के गर्ने भन्दाखेरि चाहिँ यसलाई सेभ गर्नै हुँदैन क्या है। यसलाई डाइरेक्ट रिटर्न हान्दा हुन्छ क्या, केही पनि चल्दैन, यहीँदेखि रिटर्न भइहाल्छ है। ट्रिम पनि हानेर गरौँ ल, हानेर गरौँ। यति त्यस्तो छैन भने रिटर्न भइहाल्छ होइन। एडिट टु डु स्टेटमेन्ट हुन्छ भनेको के चल्दै चल्दैन क्या भन्नु गयो त यो सेभै भएको थिएन कि अब त्यो स्टेपमा चाहिँ नि यसलाई एम्टी बनायो सेभ हानु केही नै भएन क्या। यो एडिट स्टेटमै छ क्या अझै पनि है। के गर्ने भन्दा यो ह्यान्डल यतिसम्म काम गरिरहेको छ। अब हामीले के गर्ने भन्दाखेरि जुन हाम्रो यो अनि अर्को नि गर्दा हुन्छ अर्को नि चेक लाऊँ ल। एडिट टु डु आइटम छ नि हामी यो पनि नल छ भने यिनीहरूसम्म गयो क्या है। अब त्यसलाई चाहिँ हामी के गर्ने भन्दाखेरि अपडेट गर्नु पर्यो क्या। एडिट टु डु आइटम इज इक्वल टु आइटम डट कपी विथ गऱ्यो फेरि नलेबलवाला छ नि त, त्यही भएर यो यसो गऱ्यो। अगाडि हामीले चेक गरिसकेको छौँ, त्यही भएर यो भनेको यसलाई नलेबल अपरेटर हुन्छ, यसलाई राख्दा भइहाल्यो क्या। अगाडि हामी चेक गरेको छौँ यसलाई छुन चाहिँ होइन। यो नल चाहिँ कहिले पनि हुँदैन किनभने हाम्रो स्टेट अलरेडी नल छ होइन, सक्यो। यो एम्टी हुने बित्तिकै रिटर्न हुन्छ अथवा यो एम्टी हुने बित्तिकै रिटर्न हुन्छ, नल हुने बित्तिकै होइन भइहाल्यो। अब यहाँ हाल्नु चाहिँ पऱ्यो होइन। अब कपी के कन्ट्रोल गर्नु पऱ्यो भन्दा हामी टाइटल मात्रै चेन्ज गर्ने हो, आइडी त चेन्ज नगर्ने। त्यही भएर कहाँदेखि हाल्ने यसमा टेक्स्ट भन्दाखेरि कन्ट्रोलरमा जे छ त्यही हाल्ने। यसलाई ट्रिम गरेर हाल्नु है, यति हाल्यौँ। तर यो अझै पनि हाम्रो टुडेजभित्र हालेको छैन क्या, बसेको छैन। टुडेजभित्र हाल्नको लागि भनेको चाहिँ हटाउनु रिसेट अलिक मिल्दैन, यहाँ पनि हाल्नुपर्ने हुन्छ। यहाँनिर के गर्ने भन्दाखेरि जुन हाम्रो एक्चुअल टुडुज छ नि त्योभित्र मिलाउनु पर्ने हुन्छ है। कसरी भने नि गएरै चलाइदिउँ ल त्यसलाई, फिल्टर एड भनेर नचलाऊँ। यहाँ चलाऊँ फाइनल फिल्टर्ड भनेरै भनौँ न। फाइनल फिल्टर आइटम्स इक्वल्स टु टुडुज डट के गर्ने भन्दाखेरि वेयर गरौँ है। वेयर आइटम भनेको एउटा सिङ्गल टुडु हो। के गरौँ ल इफ आइटम होइन यसलाई रिटर्न गर्दा हुन्छ कि आइटम रिटर्न गर नलबल हुँदैन। आइटम डट आइडी इक्वल टु एडिट यसलाई चेक गर्नु पऱ्यो नि त आइडी छ भने हामी यसमा के रिटर्न गर्नुहुन्छ भन्दाखेरि डन एडिट टु डु आइटम रिटर्न गर्ने हो होइन भने यही लजिक चाहिँ यही हो होइन। तर यहाँ मिल्न चाहिँ मिलेन, मैले गरे मिलेन भने यता दिने हो के दिन्छ होइन। हामी के गर्न सक्छौँ म्याप गरेर गर्दा हुने रहेछ। यसमा चाहिँ हामी म्याप गर्नु पऱ्यो, अहिलेकोमा चाहिँ गर्दा हुन्छ। अब यसमा भनेको इटरेबल आउँछ होइन इन्स्टेन्स। अब यसमा लिस्टमा कन्भर्ट गर्यो है। अनि यति भएपछि हामी के गर्नु पऱ्यो भन्दाखेरि अहिलेको यस्तो फेरि रिसेट चलाउनु पऱ्यो क्या। कन्ट्रोलर त डाइरेक्टली गर्दा भइहाल्छ होइन र। गरिसकेपछि कन्ट्रोलर डट रिसेट गर्नु पऱ्यो नि त, क्लियर गरौँ चाहिएन रिसेट गरिराख्नु परेन। अर्को भनेको हाम्रो गरौँ ल, यो माथि नै राखौँ ल, नचलाउनु यो भनेको त्यही भएर टुडुज डट क्लियर गरिदिउँ। टुडुज डट के गर्ने भन्दा क्लियर भएको नि देखिन्छ होला। अनि एड अल गरेर हाम्रो फिल्टर आइटम थियो नि त्यसलाई हाल्ने गऱ्यो क्या यसमा मोडल।
नहुनुपर्ने हो होइन। भन्दाखेरि हाम्रो टाइपै नलेबल भइरहेको छ क्या। यस्तो आएको भन्नु ल, लजिक चाहिँ त्यही हो होइन। नलेबल हो कि हुनु चाहिँ, तर हाम्रो त्यो आइरहेछ क्या। हाम्रो के भन्दाखेरि एडल गर्ने होइन नि त यसमा, किन भन्दाखेरि यो चाहिँ लिस्ट हो होइन, यो पनि लिस्ट हो। त्यो लिस्ट हाम्रो मिलेन। के गर्ने भन्दाखेरि यस्तो गरेर भित्र आइटम हाल्दा चाहिँ मिल्न चाहिँ। तर हाम्रो लिस्ट मोडलले हाम्रो के आउँछ भन्दाखेरि नलेबल टाइप आयो क्या। के भन्ने भन्दाखेरि दिस इज काइन्ड नलेबल फिक्स इट भन्ने क्या। के भनेको अर्को अन एयर आएको बेला चाहिँ त्यसले ह्यान्डल गरिदिन्छ क्या। है कतिखेर भन्दाखेरि बजारले फिक्स गरिदिन्छ। त्यो ह्यान्डल गरिदिए पछाडि राख्दा भइहाल्यो। त्यो पनि आइरहेछ नि। के भन्यो भने नलेबल राखेर जस्तो आएको होला। हाम्रो एडिट किन यो राम्रो छ भन्दाखेरि यो एडिट आइटम भन्ने हाम्रो नलेबल छ नि त। त्यो भएर यो रन टाइममा चाहिँ इस्यु आएको क्या यो। अब हामी तर हाम्रो नलेबल चाहिँ हुँदै हुँदैन, किन भन्दाखेरि हाम्रो अलरेडी यहाँ चेक गरिसकेको छ त्यही भएर हाम्रो कहिले पनि हुँदैन। त्यो काम भयो, क्लियर पनि गरिसक्यौँ, एचएलडी पनि फर्स्ट बनाइसक्यौँ, क्लियर गऱ्यौँ, यहाँ पनि हाल्यौँ, त्यो आइटम पनि नल बनाइसक्यौँ। अब यति भएपछि हाम्रो कुरा भयो क्या। तब हामी यहाँ यसलाई इन्ट्रोड्युस गर्छौँ, एडिटेड भनेर राखौँ, सेभ गरिदिउँ, हाम्रो अपडेट पनि त होइन ट्याक्कै हाम्रो फङ्सनालिटी सक्यो। यति नै हो क्या किन हाम्रो फङ्सनालिटी। अब हामी अर्कोबाट के गर्न सक्छौँ भने क्लियर अल फङ्सनालिटी हालिदिन सक्छौँ। त्यो हालिदिउँ होला ल, एडिटेड बटन हालौँ। म एकछिन हाल्छु ल। भनेको रो बनाऊँ, चिल्ड्रेन हालौँ, डिलिट गर्दै हालौँ। आइकन भने चाइल्ड बनाएर आइकन हालौँ, आइकन स्लट इरेजर भन्ने हालौँ। इरेजर हाल के हुन्छ भन्ने भनौँ। अनि त्यस पछाडि भनेको ठिक छ हालौँ, टुमा छ नि त। यसमा हामी एउटा टेक्स्ट भन्ने हालौँ, क्लियर अल भन्ने भनौँ है। बनाएपछि हाम्रो भयो क्लियर अललाई हामी एउटा अर्को बनाऊँ। यहाँ जाऊँ होइन, अनि क्लियर अल भन्ने मात्रै बनाऊँ। अनि क्लियर अलमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि कन्ट्रोलरै गर्न खोजेको छ भने त्यो पनि कन्ट्रोल पनि क्लियरै गरिदिउँ, क्लियर। अनि हाम्रो अरू भनेको टुल्सहरू पनि क्लियर हो, जस्तै स्टेटमा हाल्ने हो। योभन्दा माथिको जस्तै टुल्स पनि क्लियर गर्नु पऱ्यो नि त। त्यसको लागि भनेको चाहिँ टुल्स डट क्लियर गरिदिउँ। हाम्रो इजी रिडिङ यदि छ भने त्यो पनि क्लियरै गरिदिउँ। गरौँ न, हुन्छ गर्दा गरौँ। पस्यो भने दिउँ, अरू के छ कम्प्लिट रिसेट होला आज नर्मल कम्प्लिट रिसेट गर्ने हुन्छ क्या अहिले चाहिँ।
यो कुरालाई हामीले कहाँ लगेर हाल्नु पऱ्यो भन्दाखेरि यहाँ लगेर हाल्नु पऱ्यो क्या है यसो गऱ्यो यसरी राख्नु पऱ्यो यो चाहिँ क्लियर कम्प्लिटली क्लियर गरिदिन्छ क्या यसले कम्प्लिट सबै हाम्रो स्टेप त्यही चालु गरे हो त्यो पनि फङ्सनालिटी सक्यो यति सकेपछि अब हाम्रो डिजाइन बनाउनु पर्ने भयो क्या है डिजाइन अलिक राम्रो बनाउनु पऱ्यो अब मलाई मसँग युआईको यताउति छैन होइन के गरौँ भन्दाखेरि कम्प्लिट नदिउँ यो हाम्रो जुन जति गऱ्यौँ नि त्यहाँबाट यसलाई बना भनौँ अनि यसमा हामी बरु ट्विकहरू गरौँ ल फिक्स द युआई अफ दिस त्यसले कम्प्लिटली हेर्न आउने खालको राम्रो खालको बनाइदिन्छ क्या भएर मैले दिएको के गर्यो भनेर पनि देखाइदिइरहेछ यसलाई सेभ गरौँ यसले राम्रो बनाइदियो नि त यसमा चाहिँ हामीले हल्का चेन्ज गरिदिने हो क्या यति मन लाग्यो भने गर्ने भन्दाखेरि म सबसे सुरुमा मुनि दिइहाल्छु ल बटनले क्लोजलाई यसरी नै हाल्ने अस्ति भनेको थिएँ मैले अब फरग्राउन्ड कलर भनेर त्यो टेक्स्ट ब्ल्याक छ नि त वाइट बनाइदिउँ यो भएपछि हाम्रो वाइट भइहाल्यो त्यो मुनिको के गरौँ भन्दाखेरि स्क्याफोल्ड छ नि यसमा ब्याकग्राउन्ड कलर हाल्न मिल्छ यसलाई पनि कलर त वाइट बनाइदिउँ वाइट आउँछ राम्रो है अलिक वाइट आयो नि त जुन हाम्रो एप बार छ एप बारमा नि त्यो हल्का एलिभेसन आइरहेछ क्या त्यो पनि बिग्रिरहेछ ब्याकग्राउन्डको कलर पनि छैन कलर भनेर हालिदिउँ यसमा पनि वाइटै हालिदिउँ त्यो हाम्रो सेम स्क्याफोल्डकै यसमा त हाम्रो एप राम्रो देखियो टोटलमा यो टाइटल छ नि एपहरूको हाल्दा हुन्छ तर ठिक छ यतिको है भनेको हामी के गर्छौँ भन्दाखेरि जुन यो कुरा छ नि कन्ट्रोलर हामी के भन्दाखेरि यसरी गर्ने हो क्या किनभने होइन यसको डेकोरेसनहरू हुन्छ क्या कहाँ छ फिल कलर बोर्डर कलर यताउति हुन्छ हामी सबै डिसेबल गरिदिन्छौँ क्या बोर्डरै हुन्छ तर बोर्डर हालौँ इनपुट बोर्डर नहालिदिउँ भनेको हाम्रो बोर्डर गयो क्या गयो है गयो हाम्रो होइन के गर्ने भनेर सोचेँ भन्दा नि मैले टेक्स्ट बनाएको छ नि टेबल टेक्स्ट नभनौँ हिन्ट टेक्स्ट भनौँ यसलाई त्यो भनेर आउँछ यसरी हिन्ट टेक्स्ट भनेर चाहिँ प्लेस होल्डर भ्याल्यु हो क्या यो भित्र बस्छ के गर्ने मैले सोचेँ भन्दाखेरि नि त्यसलाई बोर्डर हालेर गर्दा नि त्यसलाई सोचेको क्या एलिभेटर बटन छ नि पछि यसले के गर्यो भने नि यसमा अघि हामीले दुईवटा बटन बनाएको थियौँ नि त्यसलाई चेन्ज गरेर एउटै बटन युज गरिरहेछ तर हाम्रो के चाहिँ गरिरहेछ भन्दाखेरि अनप्रेस र लेभल र आइकन पनि चेन्ज गरिरहेछ क्या एडिटिङ छ भने यो मेरो चला अर्को टुल छ भने यो चला होइन सेम कुरा आइकनमा नि र टेक्स्टमा नि त्यसरी कुरा गरिरहेछ क्या त्यसरी गर्दा नि हुन्छ त्यसले गर्दा चाहिँ हाम्रो एउटै कम्पोनेन्ट हामीले कम्पोनेन्ट विजेटले काम गर्यो क्या अघि दुईवटा पाउन्ड गरेको थियो अहिले एउटैले काम हामी के गरौँ भन्दा यसको डेकोरेसन हल्का चेन्ज गरिदिउँ क्या स्टाइल भन्ने हुन्छ एलिभेटेड बटन आइकन हुन्छ हुन्छ तर स्टाइल फ्रम भनेर हालौँ डाइरेक्टली टार्गेट गरौँ ब्याकग्राउन्ड कलर हामी यसमा कसरी लाऊँ भन्दाखेरि इच एडिटिङ हिसाबले लाऊँ ल एडिटिङ छ भने हामी यसलाई ब्ल्याक गरौँ होइन सरी ग्रिन बनाऊँ होइन र यदि एडिटिङ होइन त्यो नयाँ बनाउनु पर्ने छ भने कलर्स डट ब्ल्याक राखिदिउँ है अब हाम्रो यसमा के हिसाबले उयो गर्नुपर्छ क्या फरवर्ड गर्नुपर्ने भनेको फरवर्ड भनेको चाहिँ त अगाडिको आइकन टेक्स्ट छ नि बटनको माथिको हो त्यो भने हामीलाई दुइटैमा वाइट बनाउँदा हुन्छ हुनु चाहिँ खासै फरक पर्छ जस्तो लागेन किनभने दुइटैमा देखिहाल्छ वाइटले यसमा पनि देखिहाल्यो अब एडिट गऱ्यो भने गऱ्यो
अनि होइन अब यसलाई के गर्ने भन्दाखेरि नि मलाई यो अर्का बोलेरो डिस्क मन परेन क्या हुन्छ सेभ भन्ने हुन्छ क्या यसमा चाहिँ सेभ भन्ने हुन्छ राउन्डेड रेक्टेङ्गुलर बोर्डर भन्ने छ ल हामी बोर्डर रेडियसहरू हाल्न सक्छौँ बोर्डर रेडियस भनेको हामी कति राख्ने भन्दा चाहिँ सर्कुलर 1 मात्र राखौँ ल किन होला हालेको मैले के हालेँ होइन त्यो राखेँ होइन राखिदिउँ ल ठिकै हुन्छ त्यो हाल्दैन भइहाल्यो होइन एडिट गर्दाखेरि त्यो आउँछ बन्द गर्नु रहेछ नि क्लियर अलमा चेक गरौँ ल क्यान्सल क्लियर अल माथि वेट क्यान्सल एडिटिङ भन्यो होइन नाम दिने रहेछ क्या नत्र फेरि गरौँ क्यान्सल गर्दाखेरि कन्ट्रोल पनि क्लियर भइहाल्यो कति राख्नु केही फरक पर्दैन एडिटमा भनेको हाम्रो एउटै कुरा राख्नु पऱ्यो क्या दुइटा राख्नु पऱ्यो है के राख्यो भने क्यान्सल एडिटिङ पनि हुन्छ त्यसलाई हामीले यहाँ हाल्नु पऱ्यो क्या भन्दाखेरि एडिटिङ छ भने चाहिँ के राख्ने भन्दाखेरि क्यान्सल एडिटिङ भनेर राख्ने है नत्र भनेको क्लियर अल चाहियो होइन हिसाबले राख्नु पऱ्यो छ भने क्यान्सल भनेर राख्नु होइन क्यान्सल मात्रै राख्यो भने त केही फरकै पर्दैन कलर त त्यही भइहाल्छ होइन क्यान्सल भन्ने आयो नि होइन अब यसले के गर्छ भन्दा त्यही मात्रै क्यान्सल गर अरू केही पनि क्यान्सल गरेन हाम्रो टु डु लिस्ट जस्ताको त्यस्तो छ हल्का डेकोरेट गरौँ है हामी के पनि गरौँ हेलो 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 जस्तै हाम्रो यो कार्ड छ नि यसलाई एलिभेसन बनाऊँ होइन यसलाई धेरै नदिउँ क्या 0 राख्दा हुन्छ क्या अब यसमा भनेको के गर्ने भन्दाखेरि नि जुन हाम्रो हल्का छ नि यसलाई चेन्ज गर्दा हुन्छ ब्याकग्राउन्ड कलर हालेर भन्दा नि कलर भन्ने छ होला यसको होइन अनि कलर्स डट ग्रे भनेर राख्दा हुन्छ क्या है यसरी तर राम्रो आएन है यसमा त्यही भएर यसलाई कलर्स डट ब्ल्याक 12 भनेर राख्दा हुन्छ खासै राम्रो त आउँदैन तर हल्का सेड खालको आउँछ हामीले अरू गरेर जाँदा हुन्छ यसरी यहाँ टाइपिङ गरेछु ल हाम्रो एउटा फुल्ली फङ्सनल टुडे एप बन्यो अब यसमा चाहिँ के छ भने अरू कति कुराहरू गर्न सकिन्छ क्या यो चाहिँ एउटा बेसिक खालको एप बन्यो हाम्रो रिड हुने भइहाल्यो अब यसमा हामी निकै कुराहरू गर्न सक्छौँ अझ यसमै क्लियर यो हाम्रो स्क्रोल बनाऊ यो स्क्रोल चाहिँ केले बनाएको भन्दाखेरि यो लिस्ट भ्यू बिल्डर छ नि यो है यसले बनाइदिएको हो क्या है यहाँ स्टाइल पनि हाल्दो रहेछ कार्ड विजर पनि हाल्दो रहेछ यसरी नै हाल्नुपर्ने हुन्छ है यस्तो स्टाइलको आउँछ अनि हामी भनेको इन्डमा आइसक्यौँ हाम्रो एजेन्डा भनेको धेरै गरिसक्यौँ क्या यो पर्सेस चाहिँ गरेनौँ होइन पर्सेसको लागि भने चाहिँ एउटा प्याकेज चलाउनु पर्छ हामीले है त्यो भनेको गर्दा हुन्छ तर नगरौँ है त्यो झन् ह्याप्पी हुन्छ क्या अहिलेको लागि भनेको के भनेको इनफ हो क्या सिम्पल युआई बनायो सिम्पल स्टेट म्यानेजमेन्ट छ केही पनि छ स्टेट म्यानेजमेन्टको लागि हामीले इनेट लोकल स्टडिज गरेर बनाएको छौँ होइन स्टेटफुल विजर युज गऱ्यौँ यिनीहरू बनाइदिउँ होइन यसरी बनाउने हो आजको लागि यति नै गुड नाइट